तपाईहरुलाई फेरि पनि एमी आयस अनि ममको युट्युब च्यानलमा आज चाहिँ धेरै ग्याप बाद मैले भिडियो बनाइरहेको छु। के रे भिडियो बनाउनुको कारण चाहिँ आज चाहिँ हामी आयस र म चाहिँ जाँदैछु। कहाँ जाँदैछु भाइ? आयस र म चाहिँ जाँदैछु उसलाई भिटामिनको दबाई खुवाउनु। आज चाहिँ फेरि मलाई मेरो छोरी एमी बेगर चाहिँ म आज बसिरहेको छु किनभने एमीलाई चाहिँ लगिरहेको छ दार्जिलिङ उसको ठुलो बाबा र ठुलो आमाले हैन। तर सुन्ने लागिरहेको छ त्यही भएर चाहिँ आफू स्पिड माइदै गरेर चाहिँ मैले लाँदैछु आयसलाई चाहिँ अब भिटामिन खुवाउनु। कहाँ गएको रे आयस भनिदेऊ न छिटो। यता हेर न बाबा छिटो भनिदेऊ न कहाँ गएको? आम्मा लु उसले मकै र गाडी किन्नु गएको अरे। मैले त्यसो भने पनि लगिरहेको छु नि त होला। हुन्छ तपाईँलाई देखाउँदैछु तपाईँले हेर्दै जानुहोस् होला। हामी जाँदैछु आयस पनि हिँड्दैछ। अब आमा छोरा चाहिँ लागेको। मेरो एमीलाई चाहिँ म मिस गर्दैछु। मेरो एमी बेगर चाहिँ म कहाँ हिँड्दिनँ मान्ने पनि अब घरमा चाहिँ एक्लै कहिले बसेको छुइनँ नि त। त्यही भएर चाहिँ मलाई एमीको तर खुसी लागिरहेछ आज त्यो घुम्नु गइरहेको छ भनेर हो। बहिनी बहिनी पऱ्यो भाइ पर्ख न। देख्नु भयो होला मेरो बोलीबाट पनि बहिनी मात्रै निक्लिन्छ किनभने म 24 घन्टा मेरो एमीसँग नै भएर होला हो। किन आयस त स्कुल जान्छ ऊ चाहिँ टाइममा मात्रै कुरा गर्नुपर्छ त्यही लाँदैछु। हामी चाहिँ सडकतिर जाँदैछौ। आयसले चाहिँ ऊ बाटोदेखि मलाई ठग्दै हिँड्छ हो। गाडी किनी माग्छ गाडी किनी माग्छ यहाँनिर यसरी। उसलाई त जहाँ जाँदा पनि मलाई चुनाइ लाग्छ उसले त। तपाईँहरूले मेरो आँखामा यो चाहिँ के हो भनेर सोच्नु हुँदै होला। यो आँखामा चाहिँ मलाई हेर्नु न अस्तिदेखिको डक्टर यति बिना देखाइसकेको थिएँ तर पनि जाति नै भएको छैन हो। यसलाई भन्छ अरे आनु चाहिँ खै कस्तो डरलाग्दो दुखिरहेको छ। दबाई पनि लाउँदैछु र पनि जाति भएको छैन। पाक्नुको लागि चाहिँ यस्तो डरलाग्दो टाउको यस्तो दुख्दो रहेछ नि। अब हेरौँ पाकेर फुटाउन हात पनि लाउनु हुँदैन अरे हो। त्यही भएर केही गरेको छुइनँ तर दुख्नु चाहिँ यस्तो डरलाग्दो दुख्दो रहेछ। के गर्नु अब सहनै पर्यो है। मेरो मुटुलाई चाहिँ म लिएर जाँदैछु दबाई खुवाउनुको लागि। आयस कहाँ गएको अरे? भिटामिनको दबाई भन न लाँदैछु हो। त्यही भएर चाहिँ हेरौँ त्यहाँ पुगेर चाहिँ के हुँदो रहेछ कस्तो को हुनु हुँदो रहेछ। जाँदैछु आज चाहिँ स्कुल छुट्टी भयो नि त त्यही भएर चाहिँ अझै चाहिँ मेरो आयसको स्कुल छुट्टी पर्न भए चाहिँ म स्कुलबाटै सिधै लैजाउँ भन्दै थिएँ हो। त्यही भएर चाहिँ आज लाँदैछु। छिटो हिँड न भाइ। ढिले चाहिँ यस्तो साह्रो ढिले छ कि मेरो छोरा तर के भन्नु नानीहरू यस्तै हुन्छ है। त्यही भएर यतै गर्नुहोस् होला तपाईँलाई। अहिले भरे मैले एमीको भिडियो बनाउनु चाहिँ सकिनँ किन उनीहरू हतार थियो हो। त्यही भनेर चाहिँ सन लाग्यो त त्यही भनेर चाहिँ भिडियो बनाउनु सकिनँ। उनीहरू छिटै निक्ल्यो नि त बिहान त्यही भएर चाहिँ हतार थियो। मेरो चाहिँ भरे आएको चाहिँ म तपाईँलाई भिडियो देखाउँछु नि त। भिडियो देखाउँछु माने आउँदो रहेछ कति खुसी हुँदो रहेछ तपाईँलाई देखाउँछु नि ल हेर्नुहोस् न। हामी चाहिँ जाँदैछौँ आयस र म चाहिँ छैन है त हौ जाँदैछु हो। अरू चाहिँ त्यति बिना फलेको छ यहाँ गाउँमा कि लोप लागेर चाहिँ केही देखिनँ तर के गर्नु कोही मान्छे छैन भए किन्ने भए पनि म किनेरै लान्थेँ। त्यही भएर चाहिँ हामी चाहिँ जाँदैछौँ। कको यहाँ छौ यहाँ आऊ न। अब अहिले देखाउँछु र तपाईँलाई अरू चाहिँ फलेको चाहिँ म तर अहिले खिच्नु पाइनँ त्यही भएर जाँदैछु। आइपुग्यो ए भगो रहेछ नि त हौ। आयस लोहारले चाहिँ खाइसक्यो यहाँनिर है। बाई बाई खाइसक्यो है। यता हेर्दा पनि छिटो हेर्दा न भाइ। खाने बित्तिकै चाहिँ उसले चिप्स खाँदैछ यहाँनिर हो। तपाईँले खाएको चाहिँ भिडियो देखाइरहनु सकिनँ किनभने देखाउनु पाउँदैन भिडियो चाहिँ। आरू चक्कर राख्छ
उसको घरमा हो बोट त दामी आलु छ पुरा के गरेको बेस्ट आलु चाहिँ पुरा फलिरहेको छ हेर्नुहोस् होला तर आलु चाहिँ देखेर पुरा लोभ लाग्यो मलाई चाहिँ आमामा गडेन्डल आलु चाहिँ सँगै भएको रहेछ लिन लागेको आएस खायो है तिमीले यो छोरा चाहिँ ऊ भिटामिन खाएर यस्तो बलाएछ ऊ आयन्स बलाएछ भिटामिन खाएर यता यता हिँड नि छिटो अङ्कललाई बाटो छोडिदेऊ यता हौ यताबाट जानुपर्छ त घर यताबाट पुग्छ यताबाट पुग्दैन घर हाम्रो यताबाट घर पुग्छ भन्दैछ कि उसलाई बित्थामा यताबाटै लगेको उताबाट साह्रो पर्छ हामीलाई हिँड्नु चाहिँ बाई बाई हामी चाहिँ सडकमा आइपुग्यो अब यहाँ छ आयन्स हामी चाहिँ हत्तु भयो है नानी हत्तु भयो बाइक गल्यो उकालो कि दबाई खाएर तागत आइरहेको थियो म चाहिँ सलाक्कै भयो तर किन भने उकालो कि माथि यो आँखाले गर्दा मलाई पुरा अलिकति उयो भइरहेको छ कि त्यही भएर चाहिँ अब चाहिँ एकपछि तपाईँलाई घर पुगेरै भेट्छु ल कुद्दैछ उसलाई स्कुल आएको जस्तो लाग्यो होला कि त्यही भएर स्कुलको बाहिर चाहिँ यसरी हिँड्दैछ नकुदा त्यसरी भाइ नटी छ नि तपाईँहरूलाई एकैचोटि घर गएर मात्रै भिडियो बनाउँछु भनेर देखाउँछु भनेर भनेको थिएँ मैले तर मैले यसको बदमास देखेर चाहिँ क्या भिडियो बनाउनु मन लाग्यो त्यो चाहिँ मलाई के खायो हौ तिमीले भनिदेऊ न के खायो हुन्छ अब चाहिँ तपाईँहरूलाई म घर पुगेर नै भेट्छु घर आइपुगेर पनि लुगा फेरेर खाना खान आँटेको म आएछ त अहिले खाँदैन अरे त्यसले मामा म आमा बाबा हो त्यो सुन्ने भइरहेको छ यहाँ कोही नभएर घरि मेरो मेन त झन् मेरो आमी आज आमी बेगर घरमा नबस्दा त कस्तो लाग्दो रहेछ सुन्ने पो लाग्यो मलाई त त्यो सधैँ मलाई बोलाइरहने बानी भएर होला कि त्यही भएर सुन्ने लाग्यो घरिघरि त मलाई बोलाएको जस्तो पनि लाग्छ घरिघरि अर्को उसले मलाई आमा भन्नै छोड्यो नि त कि मलाई त्यसो हुन्छ रजनी भन्छ मेरो नामले नै होइन त्यही भएर त्यस्तै घरिघरि त बोलाएको जस्तो लागेर हेरी पठाउँछु कि त्यस्तो लाग्छ मेरो आमी बेगर चाहिँ म एक्लै बस्नु सक्दिनँ नै हो अब उसको ठुलो आमा र ठुलो बाबाले घुमाउनु भएको छ हो घुमाउनु भन्दा पनि हाम्रो बाजे खस्नु भएको थियो नि त अन्त बाजेको चाहिँ काम हो त्यही भएर चाहिँ उसलाई पनि घुमाएर यसो लिएर आउँछु भनेर अब यसो सन्तानहरू भेटहरू हुन्छ होइन त्यही भएर चाहिँ यसो घुमाएर लिएर आउँछु भनेर चाहिँ लगेको छ आजलाई चाहिँ लानु सकेन स्कुल त छुट्टी नै थियो हो किनभने उसको भिटामिन खानु थियो त्यही भएर चाहिँ हामी चाहिँ जानु पाइनँ त्यही भएर बाबा म अन्सुमन नानी चाहिँ घरमा दुईजना नानी बाजे म चाहिँ घरमा अब चाहिँ हामी खाना खान्छु खाना चाहिँ मैले पकाएर गएको थियो अघि नै हो अब यो तताएर चाहिँ खान्छु अब खाएर भेट्छु तपाईँहरूलाई हामी चाहिँ यस्तो खुसीसँगले आउँदै रहेछ उसको ठुलो बाबा र ठुलो आमासँग होइन गाडीमा नाच्दै 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 आएछ मलाई चाहिँ दादाले सानो भिडियो पठाइदिनु भएको थियो त्यही भएर चाहिँ मैले हालेको थिएँ मेरो छोरी चाहिँ कति खुसी भएर आउँदै रहेछ म चाहिँ एकछिन सुतेर पनि उठेर आमी आउँदै गरेको भिडियो चाहिँ भने ए आएर कहिले उसको भाइसँग बसौँ भइरहेको रहेछ हो दुईजना आइपुग्यो हामी रहेछ यहाँनिर